लिनाको बारेमा मैले तपाईहरु सामु आज केही कुराहरू बताउने जमर्को गरेको छु। मलाई आशा छ आजको यस च्यानल मार्फत जति पनि महानुभावहरूले यो कुरा सुन्ने हुनेछ उहाँहरूलाई धेर थोर फाइदा हुन्छ भन्ने कुरा मैले अपेक्षा लिएको छु। तपाई हामी सबैलाई याद भएकै कुरा हो, यस सृष्टिमा सबैभन्दा बढी बाँच्ने जीवको रूपमा कछुवालाई लिइन्छ, जुन 350 वर्षदेखि 400 वर्षसम्म बाँचेको इतिहासहरू हामीले पढिरहेकै कुरा हो। विज्ञानले फड्को मार्ने क्रममा यो जीव किन यति धेरै लामो समयसम्म बाँच्न सफल रहिरह्यो भन्ने कुरा उसले खोज्दाखेरि यसको आहारसम्म पुग्यो। पानी मुनि बस्ने कछुवाले पानी मुनि हुने लेउ खाएको कारणले सबैभन्दा लामो समयसम्म बाँच्न सफल भएको कुरा विज्ञानले पत्ता लगायो। हो, त्यही लेउबाट बनेको चिज नै बुझिने भाषामा भन्ने हो भने स्पाइरुलिना हो, जसलाई हामीले ग्रीन एल्गी भनेर पनि भन्छौँ। यही स्पाइरुलिनाको बारेमा मैले तपाईहरुलाई आज केही कुरा बताउन गइरहेको कुरा सायद तपाईले बुझिसक्नु भयो र। त्यो पनि डिएक्सन कम्पनीले उत्पादन गरेको स्पाइरुलिना विश्वमा विशेष किसिमको छ। आज म यसको बारेमा नै तपाईहरुसँग कुरा गर्नेछु। जब सन् 1952 मा जापानबाट यो स्पाइरुलिनाको व्यावसायिक खेती गरियो, त्यस पश्चात यो प्रकृतिमा भएका सम्पूर्ण व्यक्तिहरूले खाना पाउने भए। व्यावसायिक खेती भन्दा अगाडि सबैको पहुँचमा थिएन, अनि विश्व स्वास्थ्य संगठनले यसको बारेमा केही कुरा बुझिसकेपछि यो भविष्यको खाना पनि हुन सक्छ है भन्ने कुरा बताए। कारण के थियो, यसमा भएका महत्त्वपूर्ण तत्त्वहरू जुन थोरै खाँदा पनि मानव शरीरलाई चाहिने धेरै पौष्टिक आहार प्रदान गर्ने भएको कारणले जब 1970 मा नासाले यस स्पाइरुलिनालाई अल इन वान खाना र सुपरफुड भन्यो, संसारमा यसको वात्त यसको के भयो, माग भयो। नासाको यो रिसर्चले के देखाउँछ भन्नुहोला भने मानव शरीरलाई आवश्यक पर्ने खानामा जसरी कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल र फ्याट भए सामान्यतया खानाको प्रपूर्ति भए जस्तै मानव जातिले खाने त्यो खानाको भण्डारमा अम्लीय र क्षारीयको ब्यालेन्स हुनुपर्छ भन्ने मान्यता हामी सबैले बुझ्दै आइरहेको हो। त्यसको मान्यतालाई पूरा गर्नको लागि अर्थात् क्षारीय खानाको रूपमा स्पाइरुलिनालाई प्रयोग गरिसकेपछि यसको सुरुदेखि अहिलेसम्म उच्च किसिमको माग हुँदै गइरहेको छ। कारण यसमा भएका विभिन्न किसिमका पौष्टिक आहारहरूको कारणले हो। सामान्यतया यसमा धेरैभन्दा धेरै मानव शरीरलाई आवश्यक पर्ने थोरै अथवा धेरै माइक्रो र म्याक्रो रूपमा यसमा के छ भन्नुहोला भने पौष्टिक आहारहरू छ। त्यसमध्ये यसमा भएको प्रमुख प्रोडक्टहरू भनेको सामान्यतया प्रोटिन। प्रोटिन भन्ने बित्तिकै हामीले एउटा के बुझ्छौँ, शरीरको लागि चाहिने प्रमुख आहारको रूपमा बुझ्छौँ। एउटा सिङ्गो शरीरलाई उभ्याउनको लागि चाहिने प्रमुख तत्त्व हो प्रोटिन, जसले मांसपेशीहरूलाई पनि के बनाइरहेको हुन्छ, मजबुत बनाइरहेको हुन्छ। त्यसकारण गर्दा मांसपेशीलाई मजबुत बनाउनको लागि सर्वाङ्ग शरीरको वृद्धि र विकासको लागि चाहिने शक्तिको स्रोत प्रोटिन हो, जुन स्पाइरुलिनाबाट हामीले टोटल्ली पाउन सक्छौँ। यही स्पाइरुलिनामा हामीले फाइकोसाइनिन भन्ने तत्त्व पनि प्राप्त गर्छौँ, जसले शरीरको सबैभन्दा ठुलो दोस्रो अङ्ग कलेजोलाई पूर्ण रूपले सुरक्षा दिन्छ। जस्तो कि तेलीय पदार्थको कारणले, सिसाजन्य चिजहरूको कारणले, त्यस्तै गरेर धुवा धुलोको कारणले, खानी भट्टीहरूमा काम गर्ने मान्छेहरूमा आउने कारणले, नराम्रो प्रदूषण आदिको कारणले जब हाम्रो कलेजमा संक्रमण हुन्छ विभिन्न किसिमका शिकायतहरू हुन्छ। अन्य कारणहरू पनि छन्, अर्थात् कलेजमा भइपरि आउने समस्याको लागि समाधान गर्नको लागि चाहिने एउटा फाइकोसाइनिन भन्ने तत्त्व यसमा पाइने भएको कारणले गर्दाखेरि कलेजोलाई सधैँ स्वस्थ र सुन्दर बनाउनको लागि पनि हामीले यो ग्रहण गर्नु पर्दो रहेछ भन्ने कुरा हामीले बुझ्नु पर्यो। त्यस्तै गरेर यसमा पाइने एउटा आइरन भन्ने बित्तिकै हामीले रगतसँग सम्बन्धित चिज भनेर बुझ्छौँ। जब हाम्रो शरीरमा आइरनको कमी हुन्छ त्यसपछि रक्त अल्पता यानि कि एनिमिया जस्ता रोगहरू देखिन्छ। दुई जिउको दिदीबहिनीहरूलाई
पनि रगतको कमी हुनसक्छ। कहिलेकाहीँ अन्य विशेष कारणले पनि के हुनसक्छ, रगतको कमी हुनसक्छ। नेपाल तथा हाम्रो छिमेकी राष्ट्र भारतकै कुरा गर्ने हो भने झन्डै 45% हाराहारी दुई जीवको दिदीबहिनीहरूमा आइरनको कमी हुन्छ। हो, त्यसलाई परिपूर्ति गर्नका लागि हामीले विभिन्न किसिमका आइरनका स्रोत भएका चिजहरू खाँदै आइरहेका छौँ। तर तिनीहरू सबै जुटाएर खान गाह्रो भएको कारणले जुनसुकै कारणले शरीरमा रगतको कमी भए पनि, आइरनको कमी भए पनि डिएक्सन कम्पनीले उत्पादन गरेको स्पाइरुलिना सेवन गर्नुभयो भने कहिल्यै पनि शरीरमा आइरनको कमी हुन दिँदैन। आइरनको कमी हुँदाखेरि मान्छेहरूको वृद्धि विकास कम हुने, अलिकति धेरै हिँड्दाखेरि स्यास्या हुने, विभिन्न किसिमका समस्याहरू भइरहेको हुन्छ। यसको परिपूर्तिको एउटा स्रोत हो स्पाइरुलिना। हाम्रो शरीरमा कहिलेकाहीँ म्याग्नेसियमको पनि कमी हुन्छ, जसले गर्दा हाम्रो शरीरमा पानीबाट हुने विभिन्न किसिमका समस्याहरू आइरहेको छ। हो, त्यसको परिपूर्ति गर्नको लागि पनि यो खान सकियो भने। यसै गरी डिएक्सन कम्पनीले उत्पादन गरेर तपाईँ हामी सामु ल्याएको यो स्पाइरुलिनामा एउटा म्याग्नेसियम भन्ने तत्त्व पनि भएको कारणले गर्दाखेरि हाम्रो शरीरमा कुनै कारणले म्याग्नेसियमको कमी भयो भने यसले परिपूर्ति गरेको पाइन्छ। सामान्यतया ब्लड सर्कुलेसनलाई राम्रो राख्ने, हाम्रा यस्ता हैन नसनाडीहरू जोइन नर्भहरूमा दुखाइ हुन्छ त्यसलाई ब्यालेन्समा ल्याउने, त्यस्तै गरेर हाम्रो शरीरलाई चाहिने पानीको मात्रा ब्यालेन्स गर्ने काम पनि डिएक्सनको स्पाइरुलिनाले गर्दछ। हामीले भुल्नै नहुने स्पाइरुलिना एउटा महत्त्वपूर्ण तत्त्व के छ भन्नला भने बीटा क्यारोटिन भन्ने तत्त्व छ। बीटा क्यारोटिनको बारेमा मलाई लाग्छ धेरै मान्छेहरू चिरपरिचित हुनुहुन्छ। सामान्य बुझाइले भन्ने हो भने हरियो चिजहरूमा, त्यस्तै गरेर हाम्रो पहेँला चिजहरूमा, त्यस्तै गरेर हाम्रो अरेन्ज चिजहरूमा केही न केही मात्रामा बीटा क्यारोटिन पाइन्छ। हाम्रो शरीरमा बीटा क्यारोटिनको मात्रा हुनु भनेको सकभर क्यान्सरका सेलहरू बढ्न नदिनु हो भनेर बुझ्नु पर्यो है। बीटा क्यारोटिनको कमी भयो भने छालामा क्यान्सरको समस्या हुने प्रबल सम्भावना हुन्छ। त्यसलाई रोक्नका लागि बीटा क्यारोटिन युक्त चिजहरू खानुपर्छ, जुन हामीले अहिले कुरा गरिरहेको डिएक्सनको स्पाइरुलिनामा पाउँछ। केही मात्रामा प्रकृतिमा भएका चिजहरू जस्तो कि मैले बुझेअनुसार अनि गाजरहरूमा पनि, पाकेको फर्सीको बियाहरूमा पनि, गावा कर्कलहरूमा पनि केही मात्रामा यो पाइएको हुन्छ र हामीले मूल स्रोतको रूपमा यो स्पाइरुलिना लिन सक्छौँ। बीटा क्यारोटिनको कमी हुँदा कतिपय मान्छेहरूको आँखाको हेर्ने दृष्टिमा पनि कमी भएको पाइन्छ। त्यसकारण गर्दाखेरि यस्ता चिजहरूको परिपूर्ति भयो भने आँखाको हेर्ने शक्ति पनि बढी हुन्छ। अनि छालाहरू चिलाउने, छालाहरू फुस्रो हुने, त्यस्तै गरेर कहिलेकाहीँ मानसिक तपाईँको यो भनौँ न असन्तुलनमा पनि यो डिएक्सनमा भएको स्पाइरुलिना भित्रको बीटा क्यारोटिनले यो समस्याबाट पनि मुक्ति दिइरहेको पाइन्छ। अनि त्यस्तै गरेर हाम्रो मानव शरीरमा रहेको शरीरलाई मजबुत बनाउने जुन एउटा विशेष आकार दिने जुन हाम्रो हाड छ, हाडलाई अझ मजबुत बनाउनको लागि क्याल्सियम चाहिन्छ, जुन सबैले बुझ्दै आइरहेको कुरा। त्यसकारण गर्दा हामीले दुधबाट बनेका परिकारहरू हामीले क्याल्सियमको स्रोत रूपमा पनि खाँदै आइरहेका छौँ र अन्य चिजहरू पनि छ। र क्याल्सियमको कमी कमजोरी हुँदाखेरि सामान्य दुर्घटनामा पनि हाडहरूमा चोटपटक बेसी लाग्ने हुन्छ। त्यस्तै गरेर दिदीबहिनीहरूको जब प्राकृतिक यो नियम छ एउटा मासिक स्राव हुने उमेर पुगिसकेपछि, मासिक स्राव हुँदाखेरि ब्लड जुन रगतमा क्याल्सियम पनि जाँदाखेरि 2-3 दिनसम्म उहाँहरूको शरीर कोमल हुने, नरम हुने, त्यस्तै गरेर हाडहरूमा अलिकति बढी समस्या दिदीबहिनीहरूमा देखिन्छ। हो, यसको विकल्पको रूपमा डिएक्सन कम्पनीले उत्पादन गरेको स्पाइरुलिना खानुभयो भने क्याल्सियमको लगभग तपाईँको शरीरमा कमी कमजोरी हुँदैन। त्यस्तै गरेर यसमा भएको भिटामिन बी12 को बारेमा जो भेजिटेरियन व्यक्ति हुनुहुन्छ उहाँलाई विशेष थाहा हुन्छ। भिटामिन बी12 को स्रोत भनेर हामीले मांसाहारलाई मान्दै आइरहेका छौँ र हो पनि। त्यो बाहेक भिटामिन बी12 को स्रोत भनेर सामुद्रिक खाना यानि ल्याउलाई मानिएको छ। यही डिएक्सन कम्पनीले उत्पादन गरेको स्पाइरुलिना हामीले सेवन गऱ्यौँ भने हाम्रो शरीरमा भिटामिन बी12 को कमी कमजोरी हुन दिएको छैन। यो हामीले खाँदा पनि महसुस गर्दै आइरहेको कुरा हो। हामीले के बुझौँ भने बी12 को कमी हुँदाखेरि
कहिलेकाहीँ हामीहरूलाई सामान्य कुराहरूमा पनि रिसहरू उठ्दिने अनावश्यक, कहिलेकाहीँ हातखुट्टाहरू झमझमाएको अनुभव भइराख्ने, त्यस्तै गरेर कहिलेकाहीँ शरीरका अङ्गहरू फुस्रो हुने छालाहरू, त्यस्तै गरेर हाम्रो कपालहरू पनि के हुने चुड्दै जाने, रौँहरू झर्दै जाने, कहिलेकाहीँ हामीलाई यो भनिन्छ नि स्मरण शक्ति अलिकति कम भयो जस्तो, के बिर्सेँ भएको जस्तो हुन्छ। र भिटामिन B12 को कमी हुँदा आरबिसी रेड ब्लड सेलको उत्पादनमा पनि कहिलेकाहीँ कमी आएको महसुस गरिएको छ। यी सबैको विकल्पको रूपमा डिएक्सन कम्पनीले उत्पादन गरेको यो स्वर्गीय उत्पादन स्पाइरुलिना खाइयो भने यसको पनि हामीले के गर्न सक्छौँ भन्नुहोला भने प्राप्ति गर्न सक्छौँ। यसमा भिटामिन ए, भिटामिन बी, भिटामिन B2 आदि जस्ता तत्त्वहरू छन् जसले प्रत्यक्ष रूपमा रोगसँग लड्ने क्षमता बढाउँछ भने यसमा भएको भिटामिन B6 ले हामीले बुझेका छौँ रक्त नलीहरू सफा गर्ने भएको कारणले गर्दा मुटुको समस्यामा कमी ल्याउँछ, सामान्यतया हार्ट फेल हुने समस्या पनि कमी ल्याउँछ र एचबी जसलाई हामीले हेमोग्लोबिन भनेर भनिन्छ, हेमोग्लोबिन पनि यसले के गर्ने गर्छ उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। त्यस्तै गरेर हामीले एउटा क्लोरोफिल भन्ने तत्त्व पनि हामीले बुझेका छौँ जुन हरिया चिजहरूमा पाउँछ है। सामान्यतया क्लोरोफिल हामीले केमा पाउँछौँ भन्नुहोला भने हरियो प्लान्टहरूमा पाउँछौँ। यो क्लोरोफिलको कमी भयो भने पनि क्यान्सरका सेलहरू बढ्ने सम्भावना हुन्छ, अर्थात् क्लोरोफिलको कमी हुने भनेको क्यान्सरको जोखिम पनि हुने हो। त्यसकारण गर्दाखेरि क्यान्सरको जोखिमलाई कम बनाउनका लागि क्लोरोफिल भएका चिजहरू खानु पर्दो रहेछ भन्ने कुरा हामीले बुझेका छौँ। त्यसकारण डिएक्सनको स्पाइरुलिना खाइयो भने यसले के गर्छ भन्नुहोला भने यो समस्या हुनबाट केही भए पनि हामीलाई के गर्छ पर सार्ने काम गर्छ। त्यस्तै गरेर हेमोग्लोबिन मात्रा पनि बढाउँछ भने यसले हाम्रो शरीरमा इन्सुलिन जुन हामीले बुझिरहेका छौँ इन्सुलिन को मात्रा पनि उत्पादन गर्ने भएको कारणले गर्दा जो सुगर यानि कि डायबिटिजका रोगीहरू छौँ डाक्टर साहबले दिनुभएको औषधिका साथसाथै हामीले डिएक्सन कम्पनीले उत्पादन गरेको यो सप्लिमेन्टको रूपमा स्पाइरुलिना हामीले प्रयोग गर्न सक्छौँ भने यसले हाम्रो शरीरमा विभिन्न किसिमका एलर्जीहरू आउने हुन्छ है। त एलर्जीहरूलाई पनि कम गर्नको लागि क्लोरोफिल भएका चिजहरू खान सकिन्छ जसको विकल्प स्पाइरुलिना हुन सक्छ। त्यस्तै गरेर हामीले ओमेगा भन्ने कुरा बुझेका छौँ। ओमेगा हामीले जति कुरा बुझिएको छ त्यो कुरा सही हो। जुन सामुद्रिक माछाको टाउकोबाट निकालिएको रसहरू हो है, यसलाई विभिन्न किसिमका क्याप्सुलहरूमा हामीले सेवन गर्दै आइरहेका छौँ जुन खाइयो भने मुटुका रोगीहरूलाई निकै राम्रो हुने, त्यसै गरेर मुटुको सङ्क्रमणहरू अर्थात् मुटुको समस्याहरू कम आउने हुन्छ हो। त्यसको विकल्पको रूपमा हामीले डिएक्सन कम्पनीले उत्पादन गरेको स्पाइरुलिना खान सक्छौँ, किनकि माछाको आहार भनेकै तपाईँको लेउ हो भने सिधा हामीले लेउबाट बनेका सप्लिमेन्ट खाँदाखेरि के हुन्छ हाम्रो शरीरमा ओमेगाको पनि के हुन्छ परिपूर्ति हुन्छ र मुटुका रोगीहरूलाई फाइदा पनि गर्ने भयो र मुटुको समस्या पनि आउने सम्भावना कम भयो भनेर हामीले महसुस गर्न सक्छौँ। यसमा हुने अर्को महत्त्वपूर्ण तत्त्व जसको बारेमा हामीले छोड्नै हुँदैन, जसलाई हामीले लिनै पर्ने हुन्छ, GLA गामा लेलुलेनिक एसिड भन्ने तत्त्व पनि डिएक्सन कम्पनीले उत्पादन गरेको स्पाइरुलिनामा पाउँछौँ। सामान्यतया बुझिने तरिकाले भन्ने हो भने जुन बेहुती दुध अथवा आमाको दुधमा तपाईँको के हुन्छ भन्नुहोला भने गामा लेलुलेनिक एसिड पाउँछ जसले नव शिशुहरूको शरीरलाई नै के बनाउने काम गर्छ वृद्धि विकास गराउँछ। त्यसकारण गर्दाखेरि कोही आमाहरूको दुध आएन अथवा कुनै बच्चाहरूको वृद्धि विकास भएन अर्थात् आमा र बच्चाको कुनै कारणले दूरी टाढा भयो भने पनि त्यस्तो ठाउँमा हामीले डिएक्सनको स्पाइरुलिना सेवन गरायौँ भने GLA भन्ने तत्त्व पाउँदाखेरि बच्चाको पूर्ण रूपले के हुन्छ भन्नुहोला भने वृद्धि विकास हुन्छ। हामीलाई यो पनि थाहा छ संसारमा धेरै लामो समयसम्म बाँच्नको लागि सफा हुनु पर्यो, खानपिनको तालमेल हुनु पर्यो, जुन कुरा कछुवाको हामीले आयुबाटै थाहा पाइसकेका छौँ, कछुवाको आहारबाटै थाहा पाइसकेका छौँ। हामीले जापानका मान्छेहरू संसारमा लामो समयसम्म बाँचेको इतिहास पढ्दै आइरहेका थियौँ। जापानतिर गएर आउने मान्छेहरूले महसुस गर्नु पनि भएको छ, देखेर आउनु भएको पनि छ, त्यो सत्य कुरा हो। जापानको खानामा सामान्यतया लेउबाट बनेका परिकारहरूको व्यापक प्रयोग गरिएको कारणले गर्दा उनीहरूको आयु लम्बिनमा महत्त्वपूर्ण भूमिका खेलेको छ भन्ने कुरा हामीले बुझ्दै आइरहेका छौँ। डिएक्सन कम्पनीले उत्पादन गरेको स्पाइरुलिना टन्न पेटभरि
खाना हामीले नखाए तापनि, पेट नआए तापनि यसको सेवनबाट शरीरलाई चाहिने क्षारीय चिजहरूको टोटल्ली हैन पूर्ण रूपले तपाईको चाहिँ ब्यालेन्स हुने भएको कारणले गर्दाखेरि लामो यात्रामा हिँड्ने मान्छेहरूले हैन, त्यस्तै गरेर धेरै हामीले परिश्रमका काम गर्ने व्यक्तिहरूले अथवा धेरै बोकेर खानाहरू लिएर हिँड्न नसक्ने व्यक्तिहरूले पनि यो सेवन गर्न सकिन्छ। त्यस्तै गरेर खेलाडीहरूले, त्यस्तै गरेर जिम गर्ने व्यक्तिहरूले, ट्रेकिङमा हिँड्ने व्यक्तिहरूले हैन, लामो ड्राइभ गर्ने आदि व्यक्तिहरूले यो खाइयो भने पनि थोरै चिजबाट शरीरलाई चाहिने सम्पूर्ण चिजहरू हामीले के गर्न सक्छौँ, पाउन सक्छौँ। हामीले के कुरा पनि बुझिएको छ भन्नुहोला भने एउटा इन्साम भन्ने संस्थाले के गरेको छ भन्नुहोला भने यो माल न्युट्रिसन यानि कि कुपोषण सम्बन्धी काम गर्दै आइरहेको छ। यो संस्थाले केही समय अगाडि तपाईको अफ्रिकी मुलुकमा रहेका कुपोषणका नानी बाबुहरूलाई 6 महिनासम्म डिएक्सन कम्पनीको स्पाइरुलिना त्यो संस्थासँग साझेदारी गरेर खुवाउँदाखेरि जतिजनालाई डिएक्सन कम्पनी उत्पादन स्पाइरुलिना खुवाइएको थियो उनीहरूमा कुपोषण पूर्ण रूपले हटेर गएको हामीले भेटेका थियौँ। त्यसकारण गर्दा यदि हाम्रो शरीरमा पौष्टिक आहारको कमीले हुने कुपोषण भएको छ भने त्यस्तो अवस्थामा पौष्टिक आहार नै हामीले के प्रदान गर्नुपर्ने हुन्छ। त्यसको प्रमुख स्रोतको रूपमा स्पाइरुलिना लिन सकिन्छ। हामी नेपालकै कुरा गर्दाखेरि नेपालको अन्न भण्डारको रूपमा लिएको प्रदेश नम्बर 2 तराईमा हेर्नुहुन्छ भने झन्नै 79% त्यहाँका बच्चा बच्चीहरूमा कुपोषणको समस्या देखिएको छ। अर्थात् यसले के कुरा बताउँछ भने हामीले खानाको रूपमा खाएको अन्नमा पनि पूर्ण रूपले हाम्रो शरीरलाई चाहिने पौष्टिक आहार नभएको कारणले गर्दाखेरि यो डिएक्सन कम्पनी उत्पादन स्पाइरुलिना त्यसको विकल्प रूपमा हुन सक्छ भन्ने हामीले महसुस गरेका छौँ। भने हाम्रो कर्णाली प्रदेशमा कुपोषणको बिगी भएको कुरा त प्रापूर्व कालदेखि सुन्दै आइएको छ भने राज्यलाई पनि एउटा चुनौतीको रूपमा लिएको छ। त्यसकारण गर्दा त्यो कुपोषण हटाउनको लागि अर्थात् कुपोषण हुन नदिनको लागि हामी सबैजना व्यक्तिहरूले के गर्नुपर्छ, डिएक्सन कम्पनीले उत्पादन गरेको स्पाइरुलिना सेवन गर्ने र गराउने अभियानमा अगाडि बढियो भने यो एउटा ठुलो समस्याबाट हामी हल हुन सक्छौँ भन्ने कुरा मैले व्यक्तिगत रूपमा पनि महसुस गरेको छु। डिएक्सन कम्पनीले उत्पादन गरेको स्पाइरुलिना खानका लागि बिरामी हुनुपर्ने होइन। हामीले फेरि यसलाई यसरी बुझौँ, यो त बिरामी नहुँदै रोग नलागोस्, रोगसँग लड्ने क्षमता बढाओस् अथवा पौष्टिक आहारको परिपूर्ति होस् भनेर खाने चिज हो। कतिपय महानुभावहरूलाई के हुन सक्छ, मैले डाक्टर साहबको सल्लाह अनुसार विभिन्न किसिमको रोगहरूमा विभिन्न किसिमको अङ्ग्रेजी दबाई खाइरहेको छु भन्ने हुनसक्छ। त्यो खाँदाखेरि यो खाना मिल्ला कि नमिल्ला भन्ने जिज्ञासा पनि तपाईँलाई यदि यो सुनिसकेपछि आउन सक्छ। यदि डाक्टर साहबको कुनै औषधि खानु भएको छ भने त्यो औषधिसँग डिएक्सनको सप्लिमेन्ट मजाले खान मिल्छ, यो जुत्दैन। औषधिले आफ्नो काम गर्दै जान्छ भने यसले के गर्छ, आफ्नो काम गर्दै जान्छ। र मैले तपाईँलाई एउटा स्मरण गराउनै पर्ने कुरा के हुन्छ भने नासाको खोजले के देखाएको छ भन्नुहोला भने 1 ग्राम स्पाइरुलिनामा झन्डै तपाईँको 1 केजी तपाईँको फलफुलहरूमा पाउने बराबरको तपाईँको पौष्टिक आहारहरू पाउँछ भन्ने कुरा पनि देखाएको छ। अर्थात् यो कुरा मैले भन्न खोजेको हो कि थोरै स्पाइरुलिनामा पनि तपाईँ हाम्रो शरीरमा चाहिने धेरैभन्दा धेरै पौष्टिक आहार भएको कारणले गर्दा सम्पूर्ण तपाईँको जैविक आहारको सर्वोत्कृष्ट प्राकृतिक स्रोतको रूपमा भएकोले हरेक मान्छेको हकदारको रूपमा यो स्पाइरुलिना लिएको छ। सामान्य वयस्क मान्छेहरूले बिहान 3 क्याप्सुल बेलुका 3 क्याप्सुल खान सकिन्छ भने सामान्य नानी बाबुहरूलाई उहाँलाई बिहान 2टा बेलुका 2टा दिनुभयो भने उहाँहरूले नसोचेको स्वास्थ्य लाभ लिन सक्नुहुन्छ। यदि यो स्पाइरुलिनाको बारेमा अझ बढी तपाईँले बुझ्न चाहनुहुन्छ भने डिएक्सनका विभिन्न किसिमका बिक्री केन्द्रहरूमा गएर डिएक्सन सम्बन्धी सप्लिमेन्ट खाएर तपाईँको स्वास्थ्य लाभ प्राप्त गर्नुभएका महानुभावहरूसँग भेटेर डिएक्सन सम्बन्धी विभिन्न किसिमका वेबसाइटहरू भिजिट गरेर डिएक्सन सम्बन्धी लेखिएका विभिन्न किसिमका तपाईँले पुस्तकहरू अध्ययन गरेर अझ बढी ज्ञान लिन सक्नुहुन्छ। अथवा हामीलाई पनि प्रत्यक्ष रूपमा